उसले के पठाऊ होस्टेलको बात गर्छ चित्त बुझ्यो होस्टेलको जस्तै भात रहेछ भन्नु पर्यो पहिल्यैबाट राखेको छु नि मैले आफ्नी खोजेर पहिल्यैबाट राखेको छु नि मैले आफ्नी खोजेर कहाँ पाउँछु मैले हजुर अब यहाँ रोजेर यही चाल होला भन्यावा म त आउने थिइन यही चाल होला भन्यावा पिकनिकको बात मिठो छ अनि आइगए छिटो सबलाई भन सबै एकचोटि गाउनु छोड्देऊ न सबलाई सुनाऊ अनि सबले एकचोटि गाउँदै तुका तिमी एकचोटि गाउ त्यसपछि रिपिट गर्छन् अरू सबले सुनेर तुका सबले पिकनिकको बात मिठो भनी आइगए छिटो पिकनिकको भात मिठो भनी आइगए छिटो आइकन खाँदाखेरि रहेछ नि नमिठो आइकन खाँदाखेरि रहेछ नि नमिठो यही चाल होला भन्यावा यही चाल होला भन्यावा म त आउने थिइन यही चाल होला भन्यावा म त आउने थिइन यही चाल होला भन्यावा पिकनिक आउने थिइन यही चाल होला भन्यावा पिकनिकको बात मिठो भनी आइगए छिटो पिकनिकको बात मिठो भनी आइगए छिटो खाँदाखेरि थाहा भयो रहेछ नमिठो होला भन्यावा होला भन्यावा म आउने थिइन यही चाल होला भन्यावा सुनिल सरलाई बोला न सुनिल सरले बोलाउनु हो मुखमा हाँसो हालेर सुनिल सरले बोलाउनु हो मुखमा हाँसो बालेर सुनिल सरले बोलाउनु हो मुखमा हाँसो बालेर यहाँ आसी थाहा भयो है खाना दिन्छन् ब्रोइलर कुकुरको मासुमा झोल हालेर यही चाल होला भन्यावा पिकनिक आउने थिइन यही चाल होला भन्यावा पिकनिक आउने थिइन यही चाल होला भन्यावा राम्रो लाउनु र मन पर्नुमा फरक छ है केटाहरु एउटा परे पनि राम्रो हजारौं लाग्छ क्लास राखेर